नुहाइधुवाइ गरेर म रेडी भइसकेको छु। हाम्रो चाहिँ हाफ इयरली मिटिङ छ अफिसको, त्यही भएर हामी 4जना साथीहरू गएर बाइकमा जाने कुरा गरिरहेका छौँ। अब यहाँ म घरबाट हिँड्दैछु है, रेडी भएर मेरो ब्याग प्याक यस्तो छ, अफिसको ब्याग, आफ्नो पर्सनल ब्याग, हेलमेट, चाबिहरू हिँड्छ, बाइक पनि रेडी छ। जानु ल, लेट्स गो। जय दुर्गा माता रक्षा गर्नु। ल घरबाट निस्किसकेँ है म भगवानको दर्शन गरेर। ल है त हाइवेमा आइसकेको छु म। अब बुटोलतिर लाग्दैछु, साथीहरूलाई चाहिँ कुदिरहन्छ चौडामा, साथीहरूलाई भेट्ने अनि त्यहाँबाट निस्किनु होला। लङ राइड जानुभन्दा पहिला यसो जनरल चेकअप गराएर जाउँ भनेर भाइसँग आएको। सधैँ यहाँ सर्भिसिङ गर्ने ठाउँ हो यो चाहिँ बिक्युब मोटर पार्ट्स भन्ने ठाउँ हो, कालेगानालाई ठ्याक्कै डेनो भएको तलपट्टि छ। तपाईँहरूलाई पनि बाइकहरू सर्भिसिङ गर्नु पऱ्यो, यताउति पऱ्यो भने आउनु सक्नुहुन्छ। त फाइनल्ली घुम फिरेर ठ्याक्कै चौडा चोकमा आइसकेँ। साथीहरू उहाँ पारीतिर छन् होला, अहिले गएर भेटाउँछु है त। कमलजी के छ खबर? ठिक छ, के छ? ठिक छ नि, तपाईँको के छ आविष्कारजी? ठिक छ एकदम। के छ प्रशान्तजी, ठिक छ नि? ल अब बाइकमा रमाइलो गर्दै जाने, हामी 4जना छौँ है त, यतिजना हो साथीहरू। यता आविष्कारजीको बाइक अनि यता मेरो बाइक। ल फाइनल्ली ब्याग स्याग बाँधेर हामी चाहिँ रेडी भइसकेको छौँ जानुलाई। मेरो ग्रुप त्यस्तो छ, ब्याग चाहिँ टन्नै छ पछाडि, मैले चाहिँ टन्नै क्यारी गरेको छु। ल लेट्स गो, लेट्स गो। ल है ल, अब यो पेट्रोल पम्पमा पेट्रोल हालेर फ्युल अप गरेर हामी अगाडि बढ्नु पऱ्यो छ। पछाडि साथीहरू आइसक्नु आइरहनु भएको छ। ल है साथीहरू, हामी फ्युल अप गरेर अगाडि बढिसकेका छौँ। बाटोमा के कस्तो हुन्छ हेर्दै जाउँ है त। अब चाहिँ हामी 50 किलोमिटरभन्दा अगाडि रोकिनु हुँदैन भन्दै गफ गर्दै अगाडि बढ्दैछौँ है त। बसन्ती भाइ गर्नु है। ल गाह्रो भएको छैन नि, हाम्रो आविष्कारजी हुनुहुन्छ राइडर, एक नम्बर राइडर उहाँ चाहिँ। हामी अब हेलो साथी, हामीले धन्य एउटा मान्छेलाई उडाइदिउँ अगाडि, त्यहाँ मिटिङ क्यान्सिल हुन्थ्यो भोलिको। निर्माणाधीन अवस्थामा छ। जस अब यहाँ पनि छिटै राम्रो बाटो बन्छ। यो बाटो बने लगत्तै हामी चाहिँ चितवन र बुटोल चाहिँ एकदम 2-3 घन्टामै पार गरिन्छ होला। ए दाइ के गर्न हो यार। हामी अब बर्दघाट बजार कटेर यता राइडबाट त्रिवेणी जाने बाटो छोडेर सिधै हामी दाउन्नेतिर अगाडि बढ्दैछौँ।
ल है दाउन्नेतिरको बाटो चाहिँ बन्दैछ है। ल एक लाइन चाहिँ सर्लक्क यहाँसम्म बनिसकेर चाहिँ मैले त यतिको बाटो छ भन्ने एक्सपेक्ट पनि गरेको थिइनँ। बिचबिचमा यस्तो प्याचहरू पनि छ है, बाटो पिच नभएको ढलाइ नभएको। ल है ल फाइनल्ली यसो ब्रेकको लागि लाहुरे होटल एन्ड रेस्टुरेन्ट हामी दाउन्नेमा आइपुगेका छौँ, रोकिरहेका छौँ। ए कमलजी नै आउनुभयो अरे, म त छोड्नु भयो कि भनेको आउनुभएको रहेछ यहाँ। ल यहाँ दाउन्नेमा चाहिँ यो लाहुरे होटेलमा दाउन्नेको बाग अरे कमलजीले भन्दै हुनुहुन्छ। के छ आविष्कारजी, यसलाई देखेर तपाईँको विचार यसो भनिदिनुहोस् त। ए ल उहाँले चाहिँ दिनदिनै चराइरहनु भएको रहेछ, आज फुस्किएर यता आएर रहेछ फेरि। म त दाउन्नेको भन्दा थिएँ कि पछि लगाएर आएछ कि त बुटोलकै बाग रहेछ यार यो। ल हामी चाहिँ टी ब्रेकमा छौँ है। कटाहरू नि है साह्रै जानु सकिन्छ, बिस्तारै जानु पऱ्यो। त्यो चिया खाएको ठाउँबाट थोरै अगाडि ओह्रालोमा चिफ्लो रहेछ धेरै नै, त्यहाँ लड्या थियौँ हामी, त्यही भएर साथीहरू चाहिँ कुरेर बसिरहेको रहेछन्। हामी त दुइटै मैले भन्दा तपाईँ राम्रो चलाउनुहुन्छ बाइक त। राम्रो त भयो होइन, चलाउनुहुन्छ चलाइन्छ। अलि धेरै हिँड्नु भएको रहेछ मभन्दा अफरोड पनि। हाम्रो घरतिर फेरि अलि अठार त भरै जानुलाई यस्तो योभन्दा बढी खाड्दै उकालो छ हो र, त्यहीँबाट पानी परेको हो पर्दैन कि त्यही चलाएपछि हुन्छ, ट्रायल दिनै पर्दैन। उतै धुम्ला टेन्सन नगर्नुहोस्, नारायणीमा झरेको हुन्छ। फाइनल्ली अब फेरि तराई लाग्यो होइन, बल्ल तल्ल जसो तसो अहिले दुल्किवास भन्ने ठाउँमा पुग्यौँ होला। हामी यति पुल कट्नलाई हुन्छ, कहाँ कहाँबाट कसरी आउनु परेको त तिमी पागल जस्तो ओहो। अब गाडी छैन नि त्यहाँ, यो कम भएछ हुन्छ। जब एउटा पुल कट्नुलाई त्यो त अलि जायज भएन, बाइकलाई त खोल्दै हो नि उडा लिएर जान्थ्यौँ हामीले, केही हुन्थेन। अन्त लाइसेन्स बाँचेर उडाउन मिल्छ, राख्नु उड्यो कहाँ पर्छ न है आगे फाइनल्ली दुल्किवास कटेर राम्रो बाटोमा आइनेछ। 3:05 गर्दा लगाएपछि हामी सिजी आइयो। मेरो हेर्दै पल्टेको बाइक यस्तो चलाएर आइयो पनि हामी आइयो ल। अब उ गर्नुपर्छ, त्यति भन्दा फेरि ताने हुन्छ अरू त केही पनि होइन। केही भएन यता हेर्नु त ल, हामी सिटी टेम्पल
आविष्कार सर, हाम्रो प्रशान्त सर, सुशील सर, मेरो ब्याग त तलै छ यार। ल 105 किलोमिटर पछि हामीले दोस्रो ब्रेक लियौँ। हामी चाहिँ खाजा खाना चट्ट 4 जना बसेर थुम्सी भन्ने ठाउँमा ट्याक्कै त साइडमा नारायणीको भ्यू हेर्दै राम्रो छ। खाजा खाएर हामी हिँड्न लागेको छौँ है त, रेडी अवस्थामा छौँ। अब आधी 1 घन्टामा हामी पुगिन्छ हाम्रो डेस्टिनेसनमा। फाइनली हामी चाहिँ नारायणी पुल पुगिसक्यौँ। ठ्याक्क इभिनिङमा सनसेटको दृश्य कति राम्रो छ हेर्नुहोस् है त साथीहरू। नारायणीको चिरमा चाहिँ मेला लागेको रहेछ। यता बोटिङ लिएर पुल बनाउनु लाग्यो कि उहाँमा पुलै हो कि यो रहेको छ नारायणी बजार। तपाईँहरूलाई कस्तो लाग्यो? यहाँको बाटो पनि सरल र राम्रो रहेछ है साथीहरू। यो कि क्या हो यो? सायद में भी एयरपोर्ट हो ये। हो बोला है हामी फाइनली होटलमा पुग्यो। साथीहरू पनि यतै रहेछन्। हेलो हेलो सरहरू, हेलो। फाइनली 132.1 किलोमिटर हिँडिसकेपछि हामी हाम्रो डेस्टिनेसनमा पुगिसकेका छौँ है त। कस्तो रह्यो यात्रा? धेरै दुःखद रह्यो। तपाईँको कस्तो रह्यो यात्रा? त एकदम इन्जोयमेन्ट यतिको चाहिँ हुनै पर्छ। आविष्कारजी केही 2 शब्द जाओस् त। ल बवाल भयो रे आविष्कारजीको पनि। ल हामी सबैको यात्रा जे सकुशल आइयो त्यही हो ठुलो कुरा होइन। त्यो डाउनेको बाटो अब नेपालको बाटो त्यही नै हो, तर धेरै सुधार भइसकेको छ होइन। बालेनलाई भोट दिउँ, रोड बनाऊँ भन्ने नारा लगाउनु पर्यो क्या। त्यही नारा लगाउनु पर्छ जस्तो छ। जिताउनु पर्छ जे भए पनि बालेन दाइलाई। हेलो भन्नु त बाई बाई गाइस, अब फेरि भेटौँला।